र आउनुहोस् आज हामी जानौँ पोक्सो एक्टको अन्डरमा कुन पनिसमेन्ट हुन्छ र कति वर्षको। पोक्सो एक्ट के हो र यसले कसलाई प्रोटेक्ट गर्छ भन्ने कुरा हामीले अलरेडी जानिसकेका छौँ। यदि कुनै व्यक्ति पोक्सो एक्टमा बुक हुन गयो भने उसको मिनिमम पनिसमेन्ट अप टु 3 इयर्ससम्म इम्प्रिजमेन्ट अनि फाइन हुने गर्छ, जो चाहिँ हो सेक्सुअल हेरेसमेन्ट अफ चाइल्डमा। त्यो बढ्दै 5 इयर्स टु 7 इयर्स पनिसमेन्ट फर एग्रिभ्ड सेक्सुअल असल्टमा हुन जान्छ भने यो पनिसमेन्ट 10 वर्षदेखि 20 वर्षसम्म अनि 20 वर्षदेखि गएर लाइफ इम्प्रिजमेन्ट अनि डेथ पेनाल्टीसम्म हुन जाने गर्छ, जसमा कि एग्रिभ्ड पेनिट्रेटिभ सेक्सुअल असल्ट चाहिँ एउटा मेन क्राइम हो पोक्सो एक्टको अन्डरमा, जसले चाहिँ सबैभन्दा बेसी पनिसमेन्ट दिइरहेको हुन्छ अफेन्डरलाई।